हेलो हेलो नमस्ते नमस्ते सबैजनालाई फेरि पनि वेलकम मेरो सानो मिनी भ्लगमा हैन। मैले हिजो चाहिँ एउटा भिडियो चाहिँ बनाएको थिएँ, जुन पहिलो भ्लग थियो। अब अर्को चाहिँ मैले रुमकै अगाडि छु म आज चाहिँ हैन, रुमकै अगाडि छु। अब यो चाहिँ हाम्रो पछाडिको साइडहरू चाहिँ यस्तो छ हैन। अब अनि यता पनि यस्तो छ हैन। म चाहिँ रुमभित्र जान्छु हैन। अब हामी चाहिँ बस्ने रुम चाहिँ यही हो। हामी चाहिँ तीनजना बस्छौँ एउटा रुममा। यताको चाहिँ यो दाइको एकजना दाइ हुनुहुन्छ, उहाँको चाहिँ त्यो बेड हो त्यो चाहिँ हैन। अनि यता चाहिँ मेरो अर्को दाइको बेड छ, यहाँ फेरि अर्को दाइको बेड भयो हैन, डराज छ दाइहरूको। अनि यता चाहिँ मेरो बेड हो, यो चाहिँ मेरो बेड हैन। अब भर्खरै उठेको है ड्युटी जानको लागि भर्खरै उठेको छु। अब ड्युटी जानको लागि रेडी भइसक्यो हैन, म रेडी भइसक्यो। अब जाने एकछिनमा, अब जाने हो हैन। कति बज्यो अहिले? 4:50 भएछ। हामी चाहिँ मेरो गाडी चाहिँ यहाँ 5 बजे छुट्छ हैन। 5 बजे चाहिँ म यहाँबाट हिँड्नुपर्छ, त्यही हो है। ल अब मेरो रुम चाहिँ हालत चाहिँ यस्तै छ। अनि एकछिन तपाईँहरूले म ब्याक क्यामेरा पनि देखाउँछु। यही हो मेरो रुम है, यस्तै छ है परदेशको ठाउँमा हैन। हात खराब छ रुमको है, यस्तो छ। अब यही हो है, यस्तै छ साथी। अब ड्युटी चाहिँ हिँडियो हैन, अब जानै पर्यो। अब नगई सुख पनि भएन। अब अरूको ठाउँमा अब आफ्नो ड्युटी कर्तव्य त गर्नु पर्यो हैन। पारि यस्तो गरिरहेको थियो। म त के भन्छ भनेर, मलाई होइन रहेछ। डर छ हौ, डर छ यहाँ। अनि मेरो अहिले चाहिँ हामी यता म चाहिँ ठ्याक्क यस्तो बाटो चाहिँ गइरहेको छु कि यता के अरे हाम्रो चाहिँ गाडी पार्क हुने ठाउँतिर गइरहेको छु। अब त्यहाँ चाहिँ ट्याक्क पार्कमा चाहिँ गएर गाडीमा बसेर चाहिँ सरर 2 घन्टामा हामी ट्याक्कै काम गर्ने ठाउँमा पुगिन्छ के। यही हो हामी बस्ने ठाउँ चाहिँ है, यस्तै छ। अब अलि राम्रो ठाउँ, अलि राम्रो देश त यो पनि राम्रै हो होइन। अब देश त राम्रै छ, त्यो भए तापनि अलिकति महँगो लगानी लाग्ने ठाउँहरूमा देशहरूमा गएको भए बस्ने खालको बन्दोबस्त पनि उस्तै हुन्थ्यो होला। ठुला बिल्डिङहरूमा बस्न पाइन्थ्यो होला होइन। अब यो खाडीतिर आइयो, यस्तै क्याम्पमा राखेछ होइन। मस्त चाहिँ अब विभिन्न देशका बाँदरहरू चाहिँ यही क्याम्पमा चाहिँ अब कोचिएर राखेको छ होइन। अब परदेशको ठाउँ साथी होइन, अब न भाषा मिल्ने न रहनसहन मिल्ने है। अब केही नै नमिल्ने, डिफ्रेन्ट एकदमै बिल्कुलै फरक के होइन। अब अलिअलि इङ्ग्लिस बोल्छन् के अरे। अब इङ्ग्लिस अलिअलि भन्दा पनि अब काम गर्ने ठाउँमा चाहिँ अब हिन्दी अनि इङ्ग्लिसहरू बोल्छन्। अब बोल्न त उनीहरू अरबी पनि बोल्छन्, हामीसँग चाहिँ इङ्ग्लिस र हिन्दीमा मिसाएर चाहिँ हिन्दी बोल्नेहरू हिन्दी, इङ्ग्लिस बोल्नेहरू इङ्ग्लिसमा भनेर हुन्छन्। त्यही भएर अलिअलि बुझे जस्तो लाग्छ। त्यति खासै इङ्ग्लिस पनि नआउने, फेरि अब दोहोरो कुरा अलिकति अलि लामो खालको कुरा गर्नु पऱ्यो भने त गिभअपै हो होइन, आउँदैन। एकै ठ्याक्कै अब अलिअलि काम चलो, शान्ति न। अब यता जा उता जा होइन, यस्तो गर यसरी गर भन्ने कुराहरू चाहिँ आउँछ। तिनीहरू चाहिँ अलिअलि आउनु त के आउने, अलिअलि बुझे जस्तो लाग्छ। त्यही भएर अलिक सजिलो छ। गाह्रो छ साथी, के गर्नु होइन। अब जनतन गर्नै परिहाल्यो। अब गर्छु नै गर्नै पर्छ भनेर अब केही गरी पार्किङमा आइपुग्यो होइन। पार्किङमा छु। यहाँ चाहिँ गाडीहरू टन्नै पार्कहरू चाहिँ बसिरहेको छ। यिनीहरू चाहिँ अब सबै कम्पनीकै गाडी हो। अब कतिपय चाहिँ हाम्रै कम्पनीको गाडी, कतिपय चाहिँ अरूको कम्पनीकोहरू पनि होलान् होइन। चाहिँ हामी यो सबै चाहिँ स्टाफहरूलाई चाहिँ ड्युटीमा पुर्याउने अनि ड्युटीबाट लिएर आउने त्यस्तै गाडी हो यिनीहरू चाहिँ। कतिपय चाहिँ अब के अरे हिजो चाहिँ तापक्रम 38 थियो, आज चाहिँ 39 पुगेछ हेर्नुहोस् है। अझ यो बेलुका पखको तापक्रम हो। दिउँसोकोमा चाहिँ अब हामी चाहिँ सुतिरहेको हुन्छौँ के अरे। अब नाइट चाहिँ ड्युटी गर्नको लागि अब बिहान आएर चाहिँ खानासाना खाएर सुत्छौँ हामी। एकजेक्ट ड्युटी जाने टाइमको वरिपरि चाहिँ उठेर
अब यताउति फ्रेस हुने अनि ड्युटी जाने हो। दिउँसोको टाइममा चाहिँ कति हुन्छ होला होइन, हुन त त्यति खासै फरक त हुन्न होला, बिहान बेलुका उस्तै उस्तै हो। अलिकति त्यो भए तापनि अलिकति फरक त परिहाल्छ होइन। अब दिउँसोको त्यो चर्को घाम अनि बेलुकाको चाहिँ अहिले चाहिँ घाम छैन है, अहिले चाहिँ एकदमै मधुरो छ होइन। आकाशमा बादल देखिरहेछ, पानी त यहाँ पर्दैन भन्छन् के अरे, अब बादल चाहिँ देखिरहेछ। अनि त्यो दिउँसोको चर्को घाममा चाहिँ कस्तो हुन्छ होला कि गर्मी होइन। के अरे अब खासै बाहिर त निस्किनै पाउँदैन हामी, अब सुत्नै परिहाल्यो। दिउँसो घाममा चाहिँ हुन्छ होला सायद 41-42 त्यस्तै होइन। अहिले चाहिँ 39 छ, हिजो चाहिँ अब यति बेला 38 थियो, अहिले 39 छ। यही अनुसारले 1 डिग्री बढ्दै गयो भने त 1-2 महिनापछि त म त पानी जस्तो उम्लिन्छु होला, भक्लक 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 होइन, त्यस्तो हुन्छ होला। भयो भने त्यस्तो त नहोला। अब हामी जस्तै सबै नेपालीहरू अथवा बाहिर देशका मान्छेहरू सबैले यही तापक्रममै यही गर्मीमा त गरिरहेछन् के अरे गर्न त, त्यस्तो त नहोला। भए पनि त्यति धेरै गर्मीमा चाहिँ अब खासै बानी नपरेको मलाई अलिक गाह्रै हुने होला हुन त। भए पनि अब जनतन गर्नु पर्यो होइन।